हेलो गाइस, वेलकम टु माई च्यानल। आज चाहिँ मैले तपाईहरुलाई एउटा सूचना लिएर आएको छु हैन, जुन चाहिँ धनगढ जिल्ला पाखरीबास नगरपालिका वडा नम्बर 8 निवासी नाम धनबहादुर राई, वर्ष 68 को, मिति 2082 साल 2 महिना 1 गतेको बिहान चाहिँ उहाँ चाहिँ हाम्रो फुपाजी पर्छ हैन, चाहिँ बिहान 6 बजे घरबाट निस्किनु भएको रहेछ र आजको मिति 2082 9 गतेसम्म पनि घरमा नआइपुग्दा चाहिँ हिजो होला 9 गते, आज 10 गते होला, घरमा आउनु भएको रहेनछ। सो मैले हिजो मात्रै थाहा पाएँ मैले पनि। त्यो भएकोले गर्दाखेरि चाहिँ हजुरहरु कसैले देख्नु भयो भने चाहिँ खबर गरिदिनु होला। यो यहाँ नम्बर पनि छोडेको छ, यो नम्बरमा चाहिँ खबर गर्न सक्नुहुन्छ। तपाईहरु जो कोहीले पनि देख्नुहुने महानुभावहरुले चाहिँ यो नम्बरमा सम्पर्क गरेर कृपया भनिदिनु होला है, प्लिज।